My name is Puskar Prasad Shrestha. Now I am working over here in Xavier Academy as coordinator of management. From last 3 years, I think Xavier Academy is the only one college that has consistently ranked in top 10 institution in all over Nepal. Always Xavier Academy result in NEB is very high result, more than 95 to 100%. First one. Second one is Xavier Academy is that type of institution which is actually run by the academicians, and the purpose of Xavier Academy is not to earn profit but to provide services to the citizen, good education to the citizens and quality education to the citizens, including ethics. Xavier Academy ले अहिलेसम्म प्रोभाइड गरेको कोर्स चाहिँ हामीले के भन्छौँ जस्तो डिजिटलाइज्ड होल कोर्सहरू, अनि अहिलेको यो सेन्चुरीमा जे चाहिने हो नि कुराहरू, जस्तो बिजनेस सेक्टरमा नि फाइनेन्सियल सेक्टरदेखि लिएर हैन, मार्केटिङ सेक्टरदेखि लिएर विभिन्न अहिलेको रिसेन्ट सेक्टरहरूमा हामीले आफ्नो कोर्सहरू अगाडि बढाइरहेछौँ। जस्तो हामी एभ्री इयर स्टुडेन्ट्सहरूले चाहिँ एउटा बिजनेस प्लान गर्छ। बिजनेस प्लानमा चाहिँ उनीहरूले आफ्नो क्वालिटीहरू भनौँ न, कसरी बिजनेस कसरी इस्टाब्लिस गर्ने, त्यसको डिफिकल्टिजहरू के हो, त्यो डिफिकल्टिजहरूलाई कसरी सर्ट आउट गर्ने, त्यो प्रब्लम सल्भिङ स्किल्सहरू हुन्छ नि, त्यो पनि सँगसँगै जानिरहेको हुन्छ। एउटा त्यो भयो। अर्को चाहिँ जस्तो बिजनेस प्लानमै बजेट कसरी डिस्ट्रिब्युसन गर्ने हैन, कसरी प्रफिट अर्न गर्ने, कसरी एडभर्टिजमेन्ट गर्ने, यो सबै कुराहरू चाहिँ उनीहरूले पर्फेक्टसँग जान्दछन्। यहीँनिर हाम्रो प्लस 2 मा चाहिँ इन्टर्नसिप भन्ने चाहिँ छैन, तर हामीले चाहिँ जस्तो फिल्ड भिजिटहरू गराउँदा चाहिँ एन्टरप्रेन्योर चाहिँ हामी भेट्दैनौँ, तर त्यो संस्थाको जस्तो एक्जाम्पलमा चौधरी ग्रुपमा लग्यो भनेदेखि उहाँको त्यो म्यानुफ्याक्चरिङपट्टिको जुन मेन मान्छे हुन्छ उहाँले सबै कुरा भनिदिनुहुन्छ, यो कसरी प्रोड्युस हुन्छ हैन, यसमा लाग्ने केमिकल्सहरू, यसमा लाग्ने प्रोसेसिङहरू के हो, प्रोडक्सन प्रोसेसहरू हैन। त्यसले गर्दा चाहिँ स्टुडेन्टहरूले जस्तो उनीहरूले पढेको पनि हुन्छ क्या यहाँनिर 2 टाइप्स अफ लेबर हुन्छ भनेर। एउटा लेबरहरू चाहिँ एउटा चाहिँ कस्तो हुन्छ भनेदेखि अलिक नपढेको लेबरहरू हैन, क्यापिटल इन्टेन्सिभ अर्गनाइजेसन भनेको के हो, लेबर इन्टेन्सिभ भनेको के हो भन्ने कुरा चाहिँ जान्दछ। जहाँ चाहिँ जस्तो टेक्नोलोजी एकदमै धेरै युज छ तर म्यान पावर चाहिँ एकदमै कम छ भनेदेखि क्यापिटल इन्टेन्सिभ भयो हैन। तर नेपालमा चाहिँ धेरै जस्तो लेबर इन्टेन्सिभ छ भनेको जहाँ चाहिँ लेबरहरू धेरै अनि टेक्नोलोजी चाहिँ कम युज भएको ठाउँहरू, जस्तो नेभीको बिस्कुट फ्याक्ट्रीमा हामीले लग्यो भनेदेखि हैन, उनीहरूले दुईटैको एक्जाम्पल एकदम राम्रोसँग पाउँछ, क्यापिटल इन्टेन्सिभ एज वेल एज लेबर इन्टेन्सिभ। हामी चाहिँ जेनरली यहाँनिर चाहिँ स्टुडेन्टलाई त्यो यो ग्रुप जाऊ भन्ने हुँदैन, तर उनीहरूको इन्ट्रेस्ट, उनीहरूले त्यो जस्तो प्रोजेक्ट वर्क गर्दा गर्दै अथवा अहिले हामीले प्रोजेक्ट बेस्ड लर्निङ भनेर पनि सुरु गरेका छौँ, अनि यही बिजनेस प्लानिङ यो गर्दा गर्दै उनीहरूले चाहिँ थाहा पाउने रहेछ क्या मेरो इन्ट्रेस्ट केमा छ भनेर, अनि उनीहरू चाहिँ त्यो सेक्टरमा जान्छन्। जस्तो सिए पढ्नेहरू सिए पढ्नेतिर जान्छ, अन्टरप्रेन्योरसिप गर्ने अन्टरप्रेन्योरसिपतिर जान्छ हैन। जस्तो ब्याङ्किङ सेक्टरतिर उनीहरूलाई इन्ट्रेस्ट जाग्यो भनेदेखि ब्याङ्किङ सेक्टरतिर पनि जान्छ। हाम्रो चाहिँ जस्तो इसिएमा हैन, त्यहाँनिर डिबेट कम्पिटिसन छ हैन, MUN छ, अनि त्यसैमा हाम्रो अरू धेरै कुराहरू पनि छ, जस्तो लिडरसिप ट्रेनिङहरू पनि हामी गराउँछौँ क्या। जस्तो कलेजले पनि इभेन्ट अर्गनाइज गर्छ, त्यो स्टुडेन्टहरूले नै अर्गनाइज गर्छ, त्यसमा कलेजको केही रोल हुँदैन। त्यसले गर्दा चाहिँ उनीहरूले त्यो प्र्याक्टिकल लाइफ, रियल लाइफमा के हुँदो रहेछ भन्ने कुरा पनि सिक्छन्। अनि यहाँ चाहिँ सबै कुरा टिम वर्कमा हुन्छ, टिम वर्क भनेको चाहिँ एकदम इम्पोर्टेन्ट कुरा रहेछ भन्ने कुरा पनि सिक्छन्। गेस्ट लेक्चर चाहिँ कस्तो छ भनेदेखि जस्तो हाम्रो कलेजमा अहिलेसम्म आउनुभएकोमा कर्ण साक्य हैन, उहाँ आएर चाहिँ आफ्नो जीवनी हैन, आफूले इन्डस्ट्री सुरु गर्दा के प्रब्लमहरू फेस गर्नुभयो अनि कसरी चाहिँ यति ठुलो इन्डस्ट्रियलिस्ट बन्नुभयो भन्ने कुराहरू, यसरी हामी गेस्ट लेक्चरहरू पनि ल्याउँछौँ। अनि त्यो स्टुडेन्टहरूलाई चाहिँ उनीहरूले त्यो एउटा काउन्सिलिङ पनि भयो
हैन, एज अ गेस्ट लेक्चर पनि भयो। अहिलेको सबैभन्दा ठुलो भनौँ न अहिलेको एजुकेसन भनेको चाहिँ हाम्रो पहिलाको एजुकेसन र अहिलेको एजुकेसन अलिकति फरकै छ। त्यो फरक हुनु पनि पर्छ। थ्योरिटिकल कुरा मात्रै भएर भएन नि। अहिले हाम्रो देशमा जुन अनइम्प्लोइमेन्ट बढेको छ नि, यसको रिजन त्यही हो। थ्योरिटिकल नलेज स्टुडेन्ट्स दे ह्याभ हैन, बट प्र्याक्टिकल नलेज चाहिँ छैन। जस्तो एउटा म इक्जाम्पल, जस्तो डिमान्ड, ल अफ डिमान्ड भनेर स्टुडेन्टले पढे हैन, प्राइस बढ्यो भनेदेखि डिमान्ड घट्छ, प्राइस घट्यो भनेदेखि डिमान्ड बढ्छ भनेर पढे, तर प्र्याक्टिकल युटिलाइजेसन छैन। अब हामीले चाहिँ के गरेको छौँ, प्रोजेक्ट बेस्ड लर्निङ भनेर एउटा ब्रिटेनिकासँग कोलाबोरेसन गरेका छौँ। त्यसमा चाहिँ अब हामीले स्टुडेन्टलाई रियल लाइफमा, रियल वर्ल्डमा जाने, मानव भेजिटेबल्स अथवा कुनै आइटमको मार्केटमा डेली प्राइस चेन्ज हुने आइटमको उनीहरूले चेन्ज प्राइसमा कति चेन्ज भयो, त्यसले गर्दा डिमान्डमा कस्तो असर पर्यो। जस्तो एकछिनको लागि काउलीफ्लावरको प्राइस इन्क्रिज भयो भनेदेखि डिमान्ड कतिले घट्यो, त्यो कुराहरू चाहिँ उनीहरूले रियल लाइफमा एनालाइसिस गर्न पाउँछ। इकोनोमिक्स भनेको चाहिँ अहिले चाहिँ प्रायः चाहिँ सबैतिर एकदमै इम्पोर्टेन्ट त्यो पार्ट नै भयो। इकोनोमिक्स चाहिँ कस्तो सब्जेक्ट भयो भनेदेखि त्यो ह्युमन लाइफसँग रिलेटेड पनि हो। इकोनोमिक्स भनेको चाहिँ हाउ अ पर्सन अर्न्स एन्ड हाउ ही अर सी स्पेन्ड्स द्याट मनी फर द बेटरमेन्ट अफ हिमसेल्फ अर फर द बेटरमेन्ट अफ द सोसाइटी। त्यस्तै गरेर हाउ अ स्टेट अर्न्स, हाउ द्याट स्टेट स्पेन्ड्स द्याट मनी फर द बेटरमेन्ट अफ द सिटिजन अफ द्याट कन्ट्री। त्यस कारण चाहिँ इकोनोमिक्स भनेको चाहिँ कुनै पनि सब्जेक्टभन्दा बाहिर रहन सक्दैन। सबै सब्जेक्टमा चाहिँ इकोनोमिक्स हुन्छै हुन्छ। किनभनेदेखि राष्ट्रले कसरी अर्निङ गर्ने, त्यसलाई कसरी खर्च गर्ने फर द बेटरमेन्ट अफ द सिटिजन। साइन्सले कुनै कुरा एउटा मानवसँग लागि नयाँ कुनै कुरा प्रोड्युस गर्यो भनेदेखि अब फर्दर साइन्सले केही पनि गर्न सक्दैन हैन। त्यसलाई फर्दर सेलिङ गर्ने, त्यसको ब्रान्डिङ गर्नेदेखि लिएर एडभर्टिजमेन्टदेखि लिएर सबै कुरा चाहिँ प्राइसिङदेखि लिएर सबै कुरा इकोनोमिक्स म्यानेजमेन्टसँग रिलेटेड हुन्छ। कति प्रोड्युस गर्ने हैन, कस्तो प्रोड्युस गर्ने, कसको लागि प्रोड्युस गर्ने, यो कुरा चाहिँ मेजर कुरा हो। जेभियर एकाडेमी चाहिँ किन अरू कलेजभन्दा बेग्लै छ भन्ने कुरामा चाहिँ यहाँ हाम्रो एभ्री फ्राइडे इसिए हुन्छ। अबाउट 13 क्लब्स वी ह्याभ। त्यो 13 क्लबमध्ये कुनै एउटा क्लबमा उसले पार्टिसिपेट हुनुपर्छ। एभ्री ट्युजडे हाम्रो सिसिए हुन्छ, त्यो पनि 1 आवर एक्स्ट्रा बसेर सिसिएमा पार्टिसिपेट हुनुपर्छ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ एकाडेमिक पनि एकदम क्वालिटी एजुकेसन, सँगसँगै पर्सनालिटी डेभलपमेन्टको कुरा पनि भयो। भनेको जेभियर एकाडेमी एउटा त्यस्तो कलेज हो जसले होलिस्टिक डेभलपमेन्टको कुरा अगाडि बढाउँछ एउटा चाहिँ। अनि अर्को चाहिँ जेभियर एकाडेमी मात्र एउटा त्यस्तो कलेज हो जसले चाहिँ स्टुडेन्टलाई 1 आवर एक्स्ट्रा पढाउँछ हैन। स्टुडेन्टले पढ्न चाह्यो भने कुनै कुरा, आज स्टुडेन्ट एउटा कुरा पढेको बुझेन हैन, तुरुन्तै उसले त्यही दिन अथवा भोलिपल्ट ऊ 1 आवर एक्स्ट्रा बस्न सक्छ। तर जेभियर एकाडेमी कुनै पनि चार्ज गर्दैन। सायद मेरो विचारमा नेपालमा एउटा मात्रै त्यस्तो इन्स्टिट्युसन होला जसले रेमेडियल क्लासको पनि कुनै पनि प्राइस लिँदैन हैन, अनि त्यो एक्स्ट्रा बसेको क्लासको पनि आज ट्युसन जस्तै पढ्न सक्छ, त्यसको पनि कुनै पनि चार्ज लिँदैन। जेभियर एकाडेमी चुज गर्नुपर्दाखेरि चाहिँ जेनरली स्टुडेन्ट, यहाँ आउने स्टुडेन्टहरूले चाहिँ यहाँ चाहिँ एकदम केयरिङ इन्भाइरोमेन्ट छ भनेर भन्छन् एउटा। अर्को लिमिटेड स्टुडेन्ट, क्वालिटी एजुकेसन। यहाँ चाहिँ के छ भने स्टुडेन्टलाई टिचर्सले मात्रै होइन, सबै एडमिन स्टाफहरूले पनि राम्ररी चिन्छ हैन। एउटा केयरिङ इन्स्टिट्युसन पनि भयो। अर्को चाहिँ हाम्रो क्वालिटी एजुकेसन छ। यहाँबाट हाम्रो कुनै पनि एडभर्टिजमेन्ट छैन। यहाँबाट पास आउट भएको स्टुडेन्टहरू नै हाम्रो एडभर्टिजमेन्ट हो। उनीहरूले नै हाम्रोमा त्यहाँ चाहिँ क्वालिटी एजुकेसन छ है, त्यहाँ जानु भनेर पठाउँछन्। अनि अर्को कुरा चाहिँ हाम्रो इसिए, सिसिए। अनि हाम्रो सबैभन्दा ठुलो ब्रान्डिङ भनेको चाहिँ XAMUN, त्यो चाहिँ इन्टरनेसनल MUN हो हैन, त्यो हामी अर्गनाइज गर्छौँ। कलेज चुज गर्दाखेरि त्यस्तो कलेज छान्नुहोस् जसले तपाईँको भविष्य चाहिँ उज्जवल बनाउँछ।